तपाईले सहयोग गर्नुहुन्छ गिरिमन्जु, तपाई सफल गिरिमन्जु, देशको लागि काम गर्नु, जनता तपाईको साथमा छ। तपाईको पछाडी नेपाली सञ्चार जगत छ गिरिमन्जु। भ्रष्टाचारीलाई कसैले साथ दिने छैनन्, कमिसनखोरीलाई कसैले साथ दिने छैनन्, तस्करीलाई कसैले साथ दिने छैनन्। नेपाली सञ्चार क्षेत्र सशक्त र प्रभावकारी रूपमा आइसक्यो गिरिमन्जु। तपाईको लागि हामी सबै जस्तो सुकै परिस्थितिमा साथ दिन तयार छौं, तर तपाई खुट्टा नगलाउनुहोस्, हिम्मत गर्नुहोस्, साहस गर्नुहोस् र भ्रष्टाचारीलाई कानुनी काठमा ल्याएर उभ्याएर कारबाही गर्नुहोस्। नेपालको सञ्चार जगत जहिले पनि राम्रो पक्षमा छ। तपाईँलाई म 2 मिनेट गिरिमन्जु बस्न आग्रह गर्न चाहन्छु, किनभने होइन 2 मिनेट म लामो भाषण गर्दिनँ। हाम्रो सञ्चार क्षेत्रको बारेमा गिरिमन्जु, किनभने तपाईँ सञ्चार क्षेत्रलाई अत्यन्त माया गर्ने नेता हो र सञ्चार क्षेत्रलाई माया गर्ने नेता र अहिले यो देशको एउटा सफल राजनीतिज्ञ र भविष्यको प्रधानमन्त्री नारायण श्रेष्ठजीलाई म 2 मिनेट बसिदिन आग्रह गर्न चाहन्छु। 2 मिनेट, किनभने देशमा अहिले एउटा आशा विश्वास र भरोसा बढाएको छ। भ्रष्टाचार अन्त्य हामी सबैको साझा एजेन्डा हो। यो साझा एजेन्डालाई सफल पार्न तपाईँले हिम्मत गर्नुपर्छ, साहस गर्नुपर्छ। जस्तो सुकै चुनौती आयो भने पनि तपाईँ फेस गर्नुहोस्। तपाईँको पछाडि नेपाली सञ्चार जगत छ गिरिमन्जु, ढुक्क हुनुहोस्। नेपालमा अब भ्रष्टाचारीलाई कसैले साथ दिने छैनन्, कमिसनखोरीलाई कसैले साथ दिने छैनन्, तस्करीलाई कसैले साथ दिने छैनन्। नेपाली सञ्चार क्षेत्र सशक्त र प्रभावकारी रूपमा आइसक्यो गिरिमन्जु। अब ढुक्क हुनुहोस्। तपाईको लागि हामी सबै जस्तो सुकै परिस्थितिमा साथ दिन तयार छौं, तर तपाई खुट्टा नगलाउनुहोस्, हिम्मत गर्नुहोस्, साहस गर्नुहोस् र भ्रष्टाचारीलाई कानुनी काठमा ल्याएर उभ्याएर कारबाही गर्नुहोस्। त्यसैले आज म सुदर्शन सिद्धजीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। तपाईँहरू सबैले ताली बजाएर अभिनन्दन गरिदिनुहोस्। उहाँले यति राम्रो काम गर्नुभएको छ। हाम्रो देशलाई चिनाउने, विश्वमा शहीदहरूको साँच्चीको उच्च मूल्याङ्कन गर्नको लागि हामी सबैलाई बाध्य पार्ने काम तपाईँले गर्नुभएको छ। तपाईँ हामी सबैको प्रिय पात्र हुन्छ सुदर्शनजी र म गिरिमन्जुलाई भन्न चाहन्छु, तपाईँले साथ दिनुपर्छ सुदर्शनजीलाई। तपाईँले सहयोग गर्नुहुन्छ गिरिमन्जु, तपाईँ सफल गिरिमन्जु, देशको लागि काम गर्नु, जनता तपाईँको साथमा छ। ढुक्क हुनुहोस्। त्यसैले आज म लामो भाषण व्यक्त गर्न चाहन्न, बोल्न पनि चाहन्न, किनभने सुदर्शनजी लगायत सम्पूर्ण म सुरक्षाकर्मी, जनताका प्रतिनिधि, मेयर, उपमेयर सबैलाई धेरै धेरै धन्यवाद दिँदै नेपाली सञ्चार जगतले कहिले पनि सम्झौता गर्दैन। नेपाली सञ्चार जगत जहिले पनि जनताको पक्षमा छ, सिस्टमको पक्षमा छ, राम्रो काम गर्नेलाई जहिले पनि समर्थन गर्छ र भ्रष्टाचारीहरूलाई नङ्ग्याउनेछ र सुशासनको प्रत्याभूति दिनेछौँ। र हामी देशभरि एउटा अभियानमा छौँ र मेरो एउटा अभियान छ। बिहानदेखि बेलुकासम्म बोल्दाखेरि अब भ्रष्टाचारीलाई कारबाही गर्ने, भ्रष्टाचारीलाई जेलमा कोच्ने र यो देशलाई समृद्धि र विकास र सहयात्रा सहकार्यको, समन्वयको र विकासको युगमा पुर्याउने हामी सबैको एउटा सङ्कल्प छ। यो सङ्कल्पमा जनताको साथ चाहिन्छ। जनता जान्न चाहन्छन् तपाईँहरूको साथमा हामी छौँ, नेपाली सञ्चार जगत छ। ढुक्क हुनुहोस्। जनतालाई हामी जहिले पनि न्याय दिन्छौँ र पीडित जनताको पक्षमा जहिले पनि उभिनेछु र जनताको लागि काम गर्नेछु र देशमा भ्रष्टाचार अन्त्य र सुशासनको लागि ऋषि धमला जस्तो सुकै परिस्थितिमा पनि तपाईँहरूको साथमा रहने प्रण गर्दै आज यहाँबाट बिदा हुन्छु। हस्त नमस्कार। तपाईँले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पत्रकारिता क्षेत्रमा दिनुभएको अमूल्य योगदान कदर गर्दै यस राष्ट्रिय शहीद शान्तिपाल निजामती स्मारक एग्रिकल्चरल सामुदायिक वन पर्यावरण प्रबन्धन तथा उत्पादन समितिबाट यो सम्मान प्रदान गर्छौँ। सुदर्शन सिग्देल अध्यक्ष, दीपक कुमार रिसाल प्रमुख गोगोठन नगरपालिका, मान्य सन्तोष तालिसे प्रदेश सभा सदस्य एवं प्रमुख सल्लाहकार, राष्ट्रिय शहीद तथा शान्तिपाल, मान्य सीता गुरुङ मन्त्री शहरी विकास मन्त्री, मान्य नारायण श्रेष्ठ मन्त्री उपप्रधान तथा गृह मन्त्रालय। अर्को फेरि कृष्ण कडेलज्यू कृपया अगाडि आइदिनुमा हार्दिक अनुरोध गर्न चाहन्छु। अच्युत घिमिरेज्यू यहाँलाई पनि अगाडि आइदिनुमा हार्दिक अनुरोध छ। हामीसँग समय एकदम छोटो छ, हामीले समय पनि बुझ्नुपर्छ। मेरो साहब यति मेरो साहबले यो लिदिनुमा हार्दिक अनुरोध गर्न चाहन्छु। यो ज्याकेट पनि यसै गरी निर्मल अरियालज्यू कृपया यहाँ पनि अगाडि आइदिनु हुनमा हार्दिक अनुरोध गर्न चाहन्छु। निर्मल अरियालज्यू